ल हेलो गाइस, म आज ठ्याक्कै यहाँ गिरबारीको चौतारीमा छु र अगाडिपट्टि चाहिँ तपाईँहरूले गिरबारीको शिव मन्दिर देख्न सक्नुहुन्छ। यता अगाडिपट्टि साइडमा चाहिँ सरस्वती उच्च माध्यमिक प्राङ्गणमा जाने बाटो हो। गिरबारी चाहिँ फेमस चाहिँ तपाईँको चाहिँ हाम्रो तीनवटा स्कुल छ यहाँनिर, सरस्वती मावि, शान्ति र बुबु। अनि यहाँ चाहिँ ब्याङ्कहरूले गर्दाखेरि चाहिँ अलिकति पपुलर छ। र आज चाहिँ म ठ्याक्कै यो दिउँसोको टाइम पारेर चाहिँ खाजा खान आएको छु। यो खाजा खाने ठाउँ चाहिँ ठ्याक्कै कहाँनिर हो भनेर भन्दा एकदम पुरानो घर छ यहाँनिर ठ्याक्क। पहिला चाहिँ सुनारी किराना पसल रहेछ यहाँनिर। अहिले चाहिँ यहाँ हाम्रो आफ्नै पुस्नै पर्ने हुनुहुन्छ। ठ्याक्क सुनारी किराना पसललाई चाहिँ अहिले चाहिँ उहाँले चाहिँ कन्भर्ट गरेर यतापट्टि हाम्रो के छ सुनारी मोमो के छ पुस्नेको नाम सुनारी मोमो कर्नर हो सेन्टर यहाँनिर छ टक्क। तपाईँहरू चाहिँ यहाँनिर चाहिँ काठमाडौँको स्वादमा झोल मोमो यतातिर चाहिँ पुसैले ट्याक्क मोमो हाल्दै हुनुहुन्छ। त्यो झोल मोमोको लागि हो भइरहेको छ यहाँनिर। त्यो चाहिँ धेरै पुरानो पसल हो। उहाँ चाहिँ हाम्रो आफ्नै पुसै। अब झोल मोमो रेडी हुँदैछ ट्याक्क। र तपाईँलाई चाहिँ म यो होटेलको चाहिँ एम्बियन्स देखाइदिन्छु। होटेल भन्ने घर भन्ने होटेल भन्ने पनि अलिक खल्लो लाग्ला। यो पुरानो घर हो होइन। त्यहाँ किराना पसल थियो। अहिले त्यसैलाई चाहिँ किराना पसललाई चाहिँ बिस्तारै मोमो र अलिकति यहाँ चटपटेहरू पानीपुरीहरू बन्ने भएको कारणले गर्दाखेरि चाहिँ नयाँ स्वादमा झोल मोमोको लागि चाहिँ यहाँ झोल हाल्दै हुनुहुन्छ। यस्तो छ यहाँको एम्बियन्स। म तपाईँहरूलाई देखाउँछु। यो मगर गाउँमा दारु त हुने नै भयो होइन। ट्याक्क बुद्धको पोस्टर छ। त्यसपछि हातले बुनेको यो नाङ्लो रहेछ। अनि यतातिर चाहिँ हाम्रो फ्रिजहरू छ। ट्याक्क यतापट्टि पनि खान मिल्ने ठाउँहरू छ है। यहाँनिर चाहिँ यो चाहिँ एम्बियन्स चाहिँ पछाडिको एम्बियन्स। ल पुसै यहाँ यसो हल्का एक दुई शब्द बोलिदिनु नि तपाईँको पसलको बारेमा चाहिँ केही भनिदिनु। हामी कहाँ झोल मोमो पाइन्छ सुपथ मूल्यमा सस्तो। हजुर सबैलाई यो चाहिँ झोल मोमो है त। हजुर ल अरू के चाहिँ के खानेकुरा मूल्यमा दिन सकियो भने हजुर आउने ग्राहकहरूलाई अलिकति सुविधा दियो भने ग्राहक पनि। लोकेसन भनिदिनु ठ्याक्कै पुछे। बेसीकोट 3 गिरिबारी चौताराको साइडमा होइन। साइडमा हजुर पुरानो घर। हजुर अरू के पाइन्छ यहाँ खानेकुराहरू? अरू सुकुटी भुजा पाइन्छ, मोमो, चटपट पानीपुरी अनि किराना आइटम। हजुर ल ल ठिक छ पुछे है। आज चाहिँ यहाँ पुसेको हामी मोमो खान आएको छौँ। मसँग चाहिँ हाम्रो बेटा हाई गर्दैन। ल खान त खा टेस्ट गर। यसलाई चाहिँ आज मैले अस्ति म आएको थिएँ है। अस्ति आउँदाखेरि चाहिँ मैले यहाँ भ्लग बनाउनु पाइनँ। र आज चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ भ्लग बनाउन चाहिँ भनेर भन्दा नि खाजा खान भनेर आएको थियो। अनि यसो विचार गरेको ल भ्लग बनाइदिउँ न। आज पुसेको पनि एउटा एडभर्टाइजमेन्ट जस्तो हुन्छ हाम्रो आफ्नै मान्छे। अनि हामी पनि यहाँनिर चाहिँ साथी भएको कारणले गर्दा चाहिँ बनाइरहेको छौँ। कस्तो ल खान खा कस्तो छ? यो काठमाडौँको के अरे स्टाइलले चाहिँ झोल मोमो बनाउने प्रयास गर्नुभएको छ उसैले चाहिँ। अनि त्यही भएर मिठो मिठो झोल कस्तो छ? यतातिर चाहिँ हामीले यहाँ देख्न सक्छौँ माउरीको गाह्रो। यो एकदम पुरानो घर हो है। उता पेलेगाबाट झर्नुभएको रहेछ पुसेहरू। कटहरे पनि भनेर चिनिन्छ उहाँहरूलाई चाहिँ। यहाँनिर चाहिँ हामीले देख्न सक्छौँ अचारहरू बट्टामा। अनि त्यसपछि ट्र्याक्टर पनि रहेछ पुसेको। ट्र्याक्टर पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ कामअनुसारले। सुकुटी हामीले झुन्ड्याएर राखेको देख्न सक्छौँ घाममा। अहिले योभन्दा अगाडि चाहिँ आगोमा हुन्छ, अहिले चाहिँ तपाईँको घाममा छ बिस्तारै टक्क। ल म पनि अब मोमो टेस्ट गर्छु है कस्तो छ। यहाँनिर चाहिँ मसँग टक्क 1 प्लेट मोमो छ। 1 प्लेटमा चाहिँ 10वटा हुन्छ फेरि 8वटा होइन। अब म चाहिँ ट्राई गर्छु है त कस्तो छ। अझै बफ मोमो हो। हुन्छ पुग्छ झोल खान्छ त झोल कस्तो छ? झोल पनि दामी रहेछ मिठो। त्यसमा त्यो तिल हालेको होइन, तिलको फ्लेभर आइरहेको छ ट्याक्क दामी छ। ल अब अर्को पनि पिस खान्छु म कस्तो छ। त्यहाँनिर चाहिँ बिना झोलको आएको छ। म बिना झोल पनि टेस्ट गर्छु है त। दामी छ तातो तातो पाडाको
मोमो मिठो छ, तपाईँहरू नै आउनु होला है। लोकेसन त कसैले भनिदिइसक्नु भएको छ, आएर चाहिँ टेस्ट गर्नु। अरू खानेकुराहरू पनि पाउँछ, पानीपुरी के हुन्छ यहाँनिर चाहिँ सबै कुराहरू सुविधा छ। पानीपुरी, चटपटे, दारूहरू छ, सुकुटीहरू छ, त्यस्तो मोमोहरू। मोमो चाहिँ 2 किसिमको छ यहाँनिर, एउटा चाहिँ तपाईँको चिकन छ, अर्को चाहिँ बफ छ है त। ल यहाँ सुकुटी भुरा रेडी भइसकेको छ। अब चाहिँ हामी सुकुटी भुरा खान्छौँ ट्र्याक्क लाएर। बबाल छ। यहाँनिर चाहिँ प्लेटमा चाहिँ तपाईँको भुजा छ, टमाटरको अचार, काँक्रा, गाजर, यहाँ चाहिँ मिक्स यो भुजिया छ, यतातिर चाहिँ सुकुटी। तपाईँहरूले आएर टेस्ट गरिदिनु होला है। यति भन्दै आजको ब्लग चाहिँ म इन्ड गर्न चाहन्छु। सबैलाई इन्भिटेसन दिँदै गिरवारीको ठ्याक्कै चौतारी तलपट्टि सुनारी मोमो सेन्टर, तपाईँहरूले यहाँनिर आएर झोल मोमोहरू र सुकुटीहरू, आज पानीपुरी र त्यो चटपटी चाहिँ खाएनौँ, पछि कुनै दिन खाउँला, आएर चाहिँ टेस्ट गर्नु होला भन्दै आजको ब्लग चाहिँ म इन्ड गर्न चाहन्छु है त। ल।